एकजना हुनुहुन्छ बोलेको बोले घोचेको घोचे। अर्को प्रधानमन्त्रीको उम्मेदवार हुनुहुन्छ बोल्न थालेपछि एकछिनमा यसो गर्नुहुन्छ मौन धारण। एकजना उम्मेदवार बोल्दा बोल्दै धेरै बोल्ने, अर्को उम्मेदवार बोल्दा बोल्दै हराइहाल्ने, बोल्दै नबोल्ने। देशको प्रधानमन्त्री धेर बोल्ने भएबाट चल्दैन, बोल्दै नबोल्नेबाट पनि चल्दैन। देशको प्रधानमन्त्री ठिक्क बोल्नेबाट चल्छ। गगन थापा त्यो ठिक्कसँगले तौलेर जोखेर बोल्ने व्यक्तिको रूपमा हुनुहुन्छ। तपाईँ एकछिनमा सोच्नुहोस् त, वडाध्यक्ष कसैलाई बनाउनु छ भने, वडाध्यक्ष कसैलाई बनाउनु छ, कस्तो वडाध्यक्ष खोज्नुहुन्छ? तपाईँले दुईटा हातले नमस्कार गर्दा नमस्कार फर्काओस्, तपाईँले मेरो कुरो सुनिदिनुहोस् न भन्दा हजुर भन्नुहोस् भनेर राम्रोसँग सुनिदियोस्, तपाईँलाई गाह्रो पर्दा तपाईँकोमा आइदियोस्, तपाईँ सजिलै उसँग कुरा राख्न सक्नुहोस्। म कसको मापदण्ड भन्दैछु? वडाध्यक्षको बाबा। तपाईँले यसो सोच्नुहोस् त, तपाईँले वडाध्यक्षज्यू आउनुभयो, नमस्कार वडाध्यक्ष, के नमस्कार यार भनेर झोकियो। तपाईँले माला लगाइदिनु भयो वडाध्यक्ष भनेर माला यसरी फ्याँकिदियो, वडाध्यक्ष बनाउनुहुन्छ? तपाईँले एउटा वडाध्यक्षको कल्पना गर्नुहोस् यो देशमा, जो चाहिँ तपाईँको गाउँमा आउनुभयो, वडाध्यक्षज्यू आउनुभयो भनेर उफ्रेर गएर माला लगायो, वडाध्यक्षले माला यसरी धकेलिदिएको छ। वडाध्यक्ष बनाउनुहुन्छ? प्रश्न वडाध्यक्षको होइन, प्रश्न प्रधानमन्त्रीको छ, प्रधानमन्त्रीको छ। अलिकति झोक चल्यो त्यसको घर चलाइन्छु भनेको छ। यस्तै हो भने त्यसको घर चलाइन्छु। सोच्नुहोस् त, नेपालको प्रधानमन्त्री चयन भइसके पछाडि फ्रान्सका मान्छेहरूले भन्दै गर्दा को अरे भन्दै गर्दा त फ्रान्सतिर फर्केर फ्रान्स र नेपालको सम्बन्धको बारेमा व्याख्या गर्न सक्ने हुनु पर्यो नि। संयुक्त राष्ट्रसङ्घको मञ्चमा छलफल हुँदै गर्दाखेरि यसो सोच्नुहोस् त, कसले गएर देशको डिग्निटीको प्रतिनिधित्व गर्न सक्ला? संयुक्त राष्ट्रसङ्घको मञ्चमा जाँदै गर्दाखेरि पक्कै नेपालको हाम्रो निर्वाचन सकिएर नयाँ सरकार बने संयुक्त राष्ट्रसङ्घको अधिवेशनमा त जानु पर्यो। जाँदै गर्दा नेपालमा ठुलो परिवर्तन भएको थियो। को हुनुभयो प्रधानमन्त्री भन्दा माने मै पो भएँ भन्दै फेरि पुरानै जानुभयो भने के भन्लान् तिनले? त्यत्रो ध्वंस भएको छ, त्यत्रो जीवन गुमेको छ, ती अबोध साना कलिला नानी बाबुहरू मारिएका छन्, तिनको के दोष थियो? सुशासन देऊ त भनेका थिए, सधैँ एउटै नेतृत्व नबस न भनेका थिए, सामाजिक सञ्जाल खोलिदेऊ न भनेका थिए। हाम्रो भएको कमजोरी हामी जिम्मा लिन्छौँ, सरकार चलाउँदै गर्दा भएका हाम्रो गल्तीको हामी जिम्मा लिन्छौँ। जिम्मै लिनु नपर्ने? अनि यसो टोपी मिलाउँदै संयुक्त राष्ट्रसङ्घमा मै फेरि पो आएँ भन्दै गर्दाखेरि के भन्लान् त्यहाँ खालि? अनि भित्र चाहिँ डिबेट भइरहेको छ क्लाइमेट चेन्जको इस्युमा, कसरी यो पृथ्वीको रक्षा गर्ने, जलवायु परिवर्तनबाट हिमालयको रक्षा कसरी गर्ने, विश्वव्यापी रूपमा भएको आतङ्कवादलाई कसरी नियन्त्रण गर्ने, देशको बिचको द्वन्द्वलाई कसरी समाधान गर्ने, कसरी ड्रग्सबाट चाहिँ पछिल्लो युवाहरूलाई जोगाएर जाने, कसरी संसारका अनेक विविध प्रश्नहरू हल गर्ने, हट डिबेट भइरहेको भित्र छ। बाहिर एकजना प्रधानमन्त्री गएर हुलमा यसो गरेर नेपालीको बिचमा हात हल्लाइराखेर यसो माला लाएर हिँड्यो भने के हुने? अन्तर्राष्ट्रिय मञ्चमा फ्रान्समा होस्, जर्मनीमा होस्, दिल्लीमा होस्, बेजिङमा होस्, संयुक्त राष्ट्रसङ्घको महासचिवको सामुन्ने होस्, अमेरिकी राष्ट्रपतिको अघिल्तिर होस्, नेपाल देशको प्रधानमन्त्री भएर राम्रैसँग छलफल सम्मान र दृष्टिकोण राखेर, तर्कका साथ राखेर ती देशलाई विश्वासमा लिएर नेपालको इज्जत बढाउन सक्ने अबको प्रधानमन्त्री भनेको गगन कुमार थापा नै हो भन्ने कुरा देशलाई हामीले बुझाउन जरुरी छ।